खतम भयो त खतम यी रोड त यस्तो छ गाइस रोड यो चाहिँ हालैको रोड हो 3 महिना पनि भएको छैन हो यस्तो छ गाइस ए ले 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 यहाँ हुन्छ तपाईँले देख्न सक्नुहुन्छ बेस कोर्सको ढुङ्गा 2 महिना प्लस मात्रै हुँदैछ गाइस ल गाइस धरुकु जम्पोला वन्स अगेन मैले योभन्दा अगाडि हाम्रो गाउँमा पनि ब्ल्याक टप आइयो भनेर रिल्स लगाएको थिएँ होइन त्यो चाहिँ एक्ज्याक्टली 2.5 मन्थ्सको अगाडि लगाएको थिएँ ल हेर्नु अहिले आफ्टर 2.5 months पछाडि आउँदाखेरि त इट्स काइन्ड अफ डिसअपोइन्टमेन्ट एभाइलेबल इन्फर्मेसनद्वारा हो भने चाहिँ यो रोड 4.5 or 5 किलोमिटर एप्रोक्स रहेछ अनि त्यति स्ट्रेचमा ब्ल्याक टप गर्नुको लागि चाहिँ बजेट पास भएको रहेछ 17,04,000 समथिङको त्यो लास्ट एन्ड सेकेन्ड लास्टको डिजिट चाहिँ मैले भनिनँ हो 17,04,000 समथिङ र त्यतिमा 4 किलोमिटर लगभग 5 किलोमिटर ब्ल्याक टप गर्दाखेरि चाहिँ तपाईँको कन्डिसन देखिहाल्नुभयो इट्स अबाउट 2.5 months 3 months पनि भएको छैन होला एन्ड कन्डिसन इज कन्डिसनमा देखाउँछु तपाईँलाई गाइस यहाँ हेर्नुहोस् रोडको कन्डिसन हो यहाँ हेर्नुहोस् उक्किएर डुट्टो यहाँ थिकनेस तपाईँले हेर्न सक्नुहुन्छ यहाँ थिकनेस यस्तो रहेछ हातले पनि उकाउन सक्ने खालको रहेछ रोड र यस्तो छ गाइस अलिक दुःखको खबर दिस टाइम अस्ति चाहिँ ब्ल्याक टप आयो भनेर खुसीको रिल्स अपलोड गरेको थिएँ गाइस एन्ड दिस टाइम अलिक दुःखदको खबर किनभने यो अब 1-2 महिनामा पोर्ट होल्स जहाँसुकै धुलै धुलो हुने रहेछ मेरो विचारमा चाहिँ र बजेट कम्ती भएको थियो भने मेरो विचारमा चाहिँ माई पोइन्ट अफ भ्यूमा चाहिँ जति 17 मिलियनले कभर गर्छ होइन चाहे 1 किलोमिटर 2 किलोमिटर तर ब्ल्याक टपिङ चाहिँ एकदम ओके हुनुपर्ने हो तर त्यस्तो भएन छ गाइस अलिक दुःखदको खबर हो यो चाहिँ यो मजुवा सत्सङमा गाउँ जाने रोड है यो चाहिँ ब्ल्याक टप